फाइनल सुँगुरको मासु नि भेट्यो सला पन्जीले खाँदैछ होइन यहाँ पर छामा तर एक दिन यति पैसा कमाउँछु नि तर आफैलाई थाहा छैन कति कमाउँछु त्यसपछि दामी सुगर ड्याडी बन्ने हो नि त फाइनली हाम्रोतिर चाहिँ होइन काफल पनि पाक्न लागिसक्यो काफल फल्न थालिसक्यो पाकेर बेमौसमी काफल लानको बेला काफल पाक्दिन्छ नि हाम्रो फाइनली हामी चाहिँ खली खानको सुँगुरको खली त के पनि सुँगुरको मासु खानको लागि चाहिँ परको डाँडा पुग्नुपर्ने हुन्छ त्यो त्यहाँ ओह्रालो छ है उकालो त्यो मासु भनेर हामी हिँडेको असला अनि त्यो कोत्रीहरू सबै पाउँछ का हिल भाइ पनि पाउँछ हिल भाइ हिल भाइ भनेको चाहिँ हिले माछा हाम्रो ब्लगमा चाहिँ के छ भने केटी नै हाल्नु पाइँदैन हाम्रो ब्लगमा चाहिँ सबैभन्दा गाह्रो सबै न पैसो यही छ साथमा हामीसँग यति छैन गाइस हुनुपर्ने होइन न साथमा प्रपर्टी छ न साथमा स्टडी छ न साथमा गर्लफ्रेन्ड छ त्यति मात्रै एउटा गर्लफ्रेन्ड भइदिएको भए कस्तो रमाइलो हुन्थ्यो क्या बब्बाल हुन्थ्यो नि अहिले गर्लफ्रेन्डसँग गफ गर्दै यस्तो डागहरूसँग हिँड्नु परिरहेको छ है हेलो एभ्रिवान के छ सबैजना सन्चै होला है म चाहिँ आज धेरै दिनपछि चाहिँ नयाँ भ्लग बनाउने केमा कोसिसमा छु नयाँ भ्लग बनाउने कोसिसमा छु बिर्सिसके पनि होला अनि कति धेरै 4-5 महिना भयो नि त भ्लग नहालेको त्यही भएर आज चाहिँ भ्लग बनाइदिउँ न भनेर फुल पनि अर्काको मागेर होइन यहाँ चाहिँ भ्लगर विपन भ्लगर छ सबै भ्लगर नि त अपने पार्टने ब्लगर हो गाइस चल त अपने पार्टने ब्लगर हो गाइस चल त अपने पार्टने ब्लगर हो गाइस चल त अपने पार्टने उसको चाहिँ 2K लगभग 3K पुग्न लागेको छ होइन सब्सक्राइब मेरो चाहिँ भर्खर 100 छ त्यो पनि म भ्लग बनाइन्छ होइन मलाई बालै छैन नि त हाम्रो बाटो चाहिँ नयाँ रोड खनेको होइन अनि यो हामी चाहिँ अहिले मवापट्टि जाँदैछौँ खली खानको लागि सुँगुरको मासु र भात खानु पर्यो होइन भरदेखि त नुन पनि खानु हुँदैन त्यही भएर अहिले नै चङ्खु गरेको 4 दिनको लागि आजै भात खाइदिएन मासु भात धेरै पनि त नखाएको जे भएर मासु हो नि त मासु 16 गतेसम्म मासु भनेको मासु है मासु बेगर भात खाने अलिक बानी छैन कि गरिब भए पनि हामी बाटोमा भेट्दै जाउँला नि त यो चाहिँ हाम्रो गाउँ हो होइन हाम्रो गाउँ चाहिँ बिन्दास छ बबाल दामी मान्छे नभए पनि अलिक मान्छेहरू चाहिँ कम भइसक्यो होइन तर बबाल छ हाम्रो गाउँको भ्यू यही हो पहाड एरियाको होइन गाउँ हामी पनि अहिले यहीँ छौँ हामी चाहिँ गाउँबाट अलिकति टाढा पुगिसक्यौँ भ्लगर हो नि त भ्लगर अनि हाम्रो गाउँमा चाहिँ एकदमै मान्छे नै छैन एकदम दुर्लभ छ होइन राति चाहिँ यस्तो छ के भन्दाखेरि होइन अरूमा चाहिँ बबाल अरू गाउँतिर पारिपट्टितिर हेर्नुपर्छ होइन एकदम बबाल झिलिमिली बत्ती बलिरहेको छ हाम्रो चाहिँ एकदम अन्धकार हुन्छ क्या त्यसैले ठिक लाग्दैन मलाई चाहिँ गाउँ मलाई सहर ठिक लाग्छ मलाई न सहर पनि त्यस्तै हाम्रो गाउँमा अब भर्खर नयाँ रोड पनि बनिसकेको छ नि त बिजुलीको उयो पनि के अरे खम्बाहरू पनि नापिसक्यो हाम्रोमा दामी अब चाहिँ नि कति लगभग 5-6 महिनाभित्र चाहिँ हाम्रो गाउँ पनि उज्यालो हुने होइन त्यसपछि फेरि म बाल बिन्दास नेट पनि दामी चल्छ है तर अहिले चाहिँ नेट त अचेल चल्छ त्यो राति चल्दैन त्यसपछि चाहिँ लाइन आइसकेपछि के गर्छ होला टावर सावर हालेर दामी रातै दिनैभरि अनलाइन बस्दैन नि त है अरूनीहरू जिस्काउँछ दिनै पछि पनि बस्न सकिँदैन नि एकदमै हामीसँग पैसा नहीं है हामीसँग पैसा नहीं है हामीसँग पैसा नहीं है त्यो गरिब परियो है गरिब हुनु न बिचारा पैसा जे गरेर जिन्दगीमा पैसा कमाऊ या फाइनली हामी चाहिँ खली खानको सुँगुरको खली त के पनि सुँगुरको मासु खानको लागि चाहिँ परको डाँडा पुग्नुपर्ने हुन्छ त्यो त्यहाँ ओह्रालो छ है उकालो त्यो मासु भनेर हामी हिँडेको मासु हो नि त स्पेसली चाहिँ सबैभन्दा पहिलो कुरो चाहिँ सुँगुरको मासु स्पेसली चाहिँ हामीलाई मनपर्ने होइन त्यही भएर जानु लागेको उकालो चाहिँ त्यस्तो भिरको बाटो हिँड्नुपर्छ अहिले बाटो होइन पुग्नै पर्यो बाटोहरू पनि कराइरहेको छ जङ्गलतिर अब हामी खोलातिर पनि नबनाउने भ्लग उहाँ पुगेपछि एकचोटि होइन भ्लग बनाइन्छ थाहा छैन त्यही पनि आउँदाखेरि फेरि भ्लग बनाउने एडिट गर्ने पोस्ट गरिदिने हामी चाहिँ त्यस्तो खालको होइन स्पेसल भ्लग हाम्रो केही नै हुँदैन क्या त्यही आज चाहिँ स्पेसल चाहिँ के मासु मात्रै छ